यो कथा हो एउटा सानो गाउँको, जहाँ माया साँचो हुन्छ तर समयले परीक्षा लिन्छ। उनीहरू बाल्यकालदेखि सँगै हुर्किए। साथीबाट सुरु भएको सम्बन्ध बिस्तारै मायामा बदलिँदै गयो। तर उनीहरूले कहिल्यै खुलेर भन्न सकेनन्। मनको कुरा मनमै लुकाएर बसे। म ठुलो मान्छे बन्न सहर जान्छु, फर्केर आएर तिमीलाई बिहे गर्छु। एक वाचा जुन केवल शब्द थिएन, उसको जीवनको लक्ष्य थियो। त्यो दिन उनीहरू छुट्टिए, तर माया कहिल्यै छुटेन दैन। वर्षौं बिते, धेरै प्रस्ताव आए, तर उसले पर्खन छोडिन। उता ऊ सङ्घर्ष गर्दै थियो, सपना पूरा गर्न र वाचा निभाउन। अन्ततः ऊ सफल भयो, तर उसको मनमा अझै उही गाउँ, उही माया थियो। वर्षौंपछि ऊ आफ्नो गाउँ फर्कियो। म फर्किएँ। ढिलो भयो, तर वाचा तोडिन। म पनि पर्खन छोडिन। साँचो माया कहिल्यै हराउँदैन, यदि विश्वास साँचो